ल अब यहाँ हाम्रो गफ सुरु हुन्छ ल वेलकम टु मगर प्रोस च्यानल। आज चाहिँ हामी सिर्फ जस्ट मुभीको मात्रै कुरा गर्छौँ। हामीले हेरेको मुभीहरूको बारेमा अलिक टाढा कहीँ हामी ट्राभल गरिरहेछौँ। यही बिट्विनमा चाहिँ अब छोटो भए पनि फिल्म सम्बन्धी कुराकानी गर्ने हाम्रो कोसिस। सानोमा हुँदाखेरि चाहिँ त्यो चाहिँ हाम्रो आमाले मलाई चाहिँ त्यही हो मलाई चाहिँ अब बाहिर गएर धुलो मैलो नखेल्नु, केटाकेटीसँग झैझगडा नगर्नु होइन भनेर चाहिँ एउटा भुलिने बाटो। अब आमाहरू त दाउरा खुसी जानुहुन्थ्यो, अनि त्यसैलाई चाहिँ भुलिने एउटा भुल्याउने, केटाकेटीलाई भुल्याउने। अब यहाँनिर चाहिँ केटाकेटीलाई पार्कमा लाने हुन्छ नि, आफ्नो ठाउँ छ नि त तरिका। त्यही तरिका चाहिँ उहाँ चाहिँ त्यसरी हाम्रो बाबाआमाहरूले चाहिँ त्यो टेक्निक लाउनुहुन्थ्यो क्या। अब त्यो गर्दा गर्दै त्यही बानी बस्यो क्या मुभी हेर्ने। लु अर्को पालि कुन मुभी छ होइन, त्यहाँदेखि त अब पैसा माग्न थाल्यो, 1 रुपियाँ 2 रुपियाँ मुभी हेर्ने। त्यस्तै टाइममा त्यसरी नै हेर्नु थाल्यो क्या मुभी चाहिँ। फर्स्ट टाइम मैले मुभी कहिले हेरेँ भन्ने यसो सम्झेर ल्याउँदाखेरि चाहिँ कहिले हेरेको? फर्स्ट टाइम कहिले हेरेको? यस्तो जस्तो कि टिभी अथवा थिएटर भनौँ न, कम्बाइन्ड। खासै फर्स्ट त टिभीमै हेरेको। वहाँनिर सानैमा हुर्किँदा क्याम्पमा टिभीमा हेर्दै चलन थियो नि त होइन। अनि मलाई यसो सम्झिँदाखेरि फर्स्ट फिल्म कुन हेरेँ भनेर सम्झिँदाखेरि चाहिँ बलिउड मुभी नै हेरेको हो। त्यो के अरे शनिबार दिउँसो दिने फिल्म नेपाली टेलिभिजनबाट होइन, पैसा तिरेर हेरेको थियो। 2:20 कति टाइम 2:30 दिन्थ्यो होइन। मैले अक्षय कुमारको फिल्म हेरेर जस्तो लाग्छ क्या। त्यो एउटा तराजु भन्ने थियो, अनि अर्को चाहिँ दुइटामा एउटा तराजु र इन्साफ है के भन्ने दुइटा फिल्म थियो क्या। त्यो चाहिँ म अर्लिएस्ट मेमोरी चाहिँ मेरो त्यो चाहिँ हेरेको क्या। एज अ मैले मुभी फर्स्ट कुन हेरेँ भन्ने बारेमा। मेरी जाने जाना आजा तुझे प्यार दूं। सो त्यो भनेको 90s को फिल्म हो। हामीले 90s को देखि सुरु गरेको रहेछौँ भन्ने बुझ्छ क्या। अहिले चाहिँ हेर्दा फिल्म हेर्नु थाल्छ लेट 90s भनौँ न। तेरो चाहिँ कुन हो फर्स्ट फिल्म मेमोरीमा आए अनुसार? विनोद खन्नाको कुन मुभी? विनोद खन्ना, शशि कपुर। कुनै एउटा मुभी हुन्छ नि यसो झलक, यो मुभी चाहिँ मैले हेरेको थिएँ भने बाबर्चीमा त खासै राजेश खन्ना छ होइन र? राजेश खन्ना चाहिँ खन्नै हो। राजेश खन्ना जस्तो लाग्छ मलाई बाबर्ची भन्नुमा चाहिँ। भन्छ हाम्रो बिगिनिङ चाहिँ बलिउड छ है। नेपाली फिल्महरू पाउँदैन त। बलिउड नेपाली फिल्म हेर्नु पाउँदिन्छ। नेपाली फिल्म टिभीमै आउँदैन, थिएटरमा आउँथ्यो। मुभी हलमा हेर्नु जानु पर्थ्यो। मुभी हलमा हेर्नु जाने क्षमता थिएन, कसो कहाँ कसो थियो त्यतिखेर बुझेको थिएन। त्यो भएर नै हो। पैसा पनि त हुनु पऱ्यो केटाकेटी हुँदाखेरि। त्यतिखेर कति थियो भन्दाखेरि मैले हेर्दाखेरि 7। ल अब त्यसको नेक्स्ट 7 रुपियाँ नेक्स्ट राउन्ड कुरा गरौँ न। अब टिभीमा भयो, फर्स्ट टाइम थिएटरमा हेरेको फिल्म। फर्स्ट टाइम 7 रुपियाँ टिकट होइन त? फर्स्ट टाइम थिएटरमा हेरेको फिल्म बाबुले प्रमिस गरेको थियो, बाबुले लिएर गएको पहिले होइन। हाम्रो बाबुले चाहिँ नि प्रमिस गरेको थियो क्या हामीसँग, स्कुलमा टप आयो भने चाहिँ पास भयो अथवा टप आउनु पर्ने फिल्म हेर्नु जानलाई। अनि आई थिङ्क म सेकेन्ड यस्तै फर्स्ट प्रायः म फर्स्टै मतलब त्यो गरेर फर्स्ट पालि पढ्दा चाहिँ फर्स्टै हो। त्यो पढ चाहिँ पढाइ लस्किँदैको भयो, बिस्तारै घट्दै गयो। PP 1 2 तिर चाहिँ लाग्ने थियो, तगडा थियो। अब चाहिँ PP 1 2 यस्तै क्लास 4 समथिङतिर पास हुनुपर्ने। अनि यस्तो राम्रो मार्क ल्याएर पास हुनुपर्ने भयो। अनि पास भएपछि बिर्ता मोडमा त्यो थिएटरको नाम त के थियो हौ? कृष्णचित्र। त्यो त नयाँ हाले, त्यसमा त थिएन। अन्नपूर्ण होला, अन्नपूर्ण टकिजमा होला। त्यहाँनिर बाजी भन्ने फिल्म के आएको थियो? बाजी आमिर खानको हो हेरेको।
थिएटरमा फर्स्ट हेरेर फिल्म बाँची धीरे धीरे आप मेरे दिल के मेहमान हो त अब सानो थिइस् न अनि पैसा थिएन क्या अनि म चाहिँ फेरि गुच्चा अनि के अरे यस्तो खोपी खेल्ने च्याम्पियन थियो क्या अनि बेलुका भइसक्यो क्या अनि केटाहरूले के अरे यता डिलले भुजेल भन्ने थियो क्लासमेट देउकेको अनि उसले चाहिँ फिल्म ल्याएको जान्थ्यो क्या त्यो पनि पुटाबारी जाने बाटोमा त्यो एउटा पौडेलको घर पढ्तिर थियो क्या त्यहाँनिर ल्याएको छ भनेर त्यो रङ्गिन हो भनेर भन्दा क्या अनि त्यहाँ जानुपर्ने अरे फिल्म हेर्नु अनि पैसा थिएन अनि त्यो मैले गुच्चामा के अरे जितेर अनि के अरे खोपीमा जितेर पैसा भेला गरेर सबै केटाहरू लगाएर सबैलाई तिर्दिएको त्यतै बसेर हेरेँ क्या देउकी फिल्म र अनि के अरे अनिल कपुर र तु चोर माई सिपाही ए अक्षय कुमारको अलिक तु चोर माई सिपाही त अक्षय कुमार र सैफ अली खान हो यो हेरेको फिल्म दुईवटा फिल्म हेरेको अनि त्यहाँनिर गएर चाहिँ हेरेको तर त्यो मलाई अलिकति चित्त दुख्ने चाहिँ कस्तो भने अलिकति रुड व्यवहार गर्ने क्या तिनीहरूले देखाउने मान्छेहरूले अनि हो चाहिँ अलिक मलाई चित्त दुख्थ्यो क्या त्यस्तो सहेर पनि हेऱ्यो भने अनि हेऱ्यो तर पैसा तिरेरै हेरेको होइन अनि तर बसाइ उतै भयो होइन अनि घर आउने उपाय थिएन उतै सुतेर अनि बिहान उठ्दा त साइला फटा होइन हाम्रो दिपेश क्या सब फटा क्या त्यो त्यसले त सबै केटाहरूको गालैभरि मोसो दल्दैछ दाँतभरि मोसो लगाइदिएछ बिहान उठेर केटाहरू सबै कालो छ त हो न घर देउकी फिल्म कसले बिर्सिँदैन देउकी एउटा अविस्मरणीय क्षण भएर रह्यो त्यो नेपाली फिल्ममा यो गरेको चाहिँ कुन हो मलाई लाग्छ नेपाली फिल्म हेरेकै कलर टिभीमा हेरेको भनेको देउकी हो जाऊ न ले त्यो डाँडा पारी माया बोकेरा जाऊ न ले त्यो डाँडा पारी माया बोकेरा मायाको गाँठो पछि त अनि त्यहाँदेखि त्यो हाम्रो टेकोला भन्थ्यो नि त्यो बाबु के अरे त्यसको नाम नाम थियो नामै टेकोला थियो उसको रियल नाम चाहिँ खोइ के थियो अनि उसले ल्याएर त्यहाँ देखाउन थाल्यो क्या फिल्म त धेरै फिल्म हेर्दै गइकन बोर्डमा लेख्थ्यो नि क्या हो उसको त त्यो एउटा टिनको एउटा बोर्ड जस्तो थियो थिएटर हो न हाम्रो लागि थिएटर हो त्यहाँ लेखेको हुन्थ्यो क्या टाइम दुईवटा टाइम हुन्छ 9 बजी बिहान लेखेको हुन्थ्यो एउटा 12 बजी 1 बजीको लेखेको हुन्छ शनिबार आइतबार त चान्सै पाउँदैन नि फिल्मको नाम लेखेको हुन्छ क्या ठ्याक्कै यो फिल्म भनेर अलि राम्रो फिल्म ल्याएको छ नि बुढो मान्छेले धेरै नै चार्ज गर्थ्यो अलिक त्यस्तै राम्रो फिल्म छ भने त्यस्तै चार्ज गर्थ्यो कि फिल्ममा एक्सेस दिने एउटा ठुलो रोल उसले नै खेलेछ भनौँ न हाम्रो लागि चाहिँ डिफ्रेन्ट भेराइटी खालको फिल्महरू हरेक त्यही त नि त्यो हरेक फिल्म हुन थाल्यो अनि त्यस पछाडि त्यो बिर्तामन गरेर हेर्न सकिएन अनि त्यो बाबाले ल्याएको थियो क्या फिल्म त्यो गोला बुढोले चाँदनी भन्ने नेपाली त्यो त नि त्यसको त नि त्यो हलमै एक कन्टेन्ट बनायो नि हो कि नै त्यो डिफ्रेन्ट स्टोरी छ है त्यो चाँदनी फिल्म त त्यो मान्छेले त तर पैसा कमाउँदा हलो कासे नि राजाहरू होइन त्यसले त्यो 3टा सो देखाउँदा नि फुल हाउसफुल हुन्छ क्या यो रातै रमाइलो यो साथै रमाइलो पछाडि गएर त्यो सट्टै त्यो के अरे एकदम त्यो योहरूमा छाउने फिल्म भनेको तेरो नाम लास्टै गएर हाम्रो टिकरमा पुरा तेरो नाम पालिन्थ्यो नि केटाहरूको फेसनै पुरा तेरो नाम हो यो तेरो नाम आयो इभन अगाडिको मात्रै है केटाहरूको इभन केटाहरूको पहाडी त सक्दैन नि केटाहरू हेयर स्टाइल तुमसे मिलना बातें करना बड़ा अच्छा लगता है तुमसे मिलना त्यस पछाडि फेरि धड्कन चाहिँ अगाडि हल्थ्यो धड्कन धेरै अगाडि हो धड्कन फिल्म त पुरा गीत पनि आउँथ्यो उसको के अरे डायलग पनि भन्थ्यो केटाहरूले अञ्जली
मैं तुम्हें भूल जाऊं ये हो नहीं सकता और तुम मुझे भूल जाओ ये मैं होने नहीं दूंगा त्यो फिल्मले चाहिँ त्यसलाई हैन मैले त्यसलाई एउटा सानो समराइज गरेर भन्नु पर्दाखेरि त्यो चाहिँ मैले अलि बुझ्दै जाँदाखेरि हैन हामी अब अलि डिफ्रेन्ट ठाउँमा छौँ अलि डिफ्रेन्ट उमेर पनि भइसक्यौँ त्यस हिसाबले चाहिँ त्यस्तोलाई चाहिँ पप कल्चर भन्दो रहेछ क्या पपुलर कल्चर हैन अमेरिकामा चाहिँ पप कल्चर अनि त्यसको चाहिँ प्रभाव चाहिँ जेनेरेसन टु जेनेरेसन क्या मान्छेले त्यो ड्रामा फिल्महरु गरौँ 90s को फिल्महरु गर्ला चाहिँ त्यो गीत सोधेर प्राय सबैलाई गीत थाहा छ क्या अनि हाम्रो 80s देखि 90s को केटाकेटीहरु चाहिँ 90s भन्दाखेरि अर्ली 90s को मात्रै केटाकेटीलाई थाहा छ होला त्यसमा लेट 90s हरु होला त्यति साल थाहा छैन अनि हाम्रो लाइफमा पप कल्चरको हिसाबले लिँदाखेरि धेरै भाग चाहिँ बलिउडले खेलेछ त्यो चाहिँ म मान्छु हैन बलिउडमा धेरै त्यो फिल्ममा देखाएको जस्तो गर्न बनाएर त घरमा आएर स्टन्ट पनि हामी त्यस्तै गरिदिन्थ्यो क्या सकियो हो त त्यही खालको स्टन्ट गरिदिन्थ्यो सनी देओलको स्टन्ट सनी देओलको डायलग मारेर हानिदिन्थ्यो सिधै हामीलाई त्यो टाइममा नयाँ लागेको युनिक लागेको राम्रो लागेको फिल्म हुन्छ नि सबै यहाँ आएर बुझ्दा सबै कपी रहेछ क्या गजनी मोमेन्टमबाट मेमेन्टो त्यो क्रिस्टोफर नोलानको हैन अब सङ्घर्ष मन परेको के अरे त्यो फिल्महरु कुन जमानाको साइलेन्स अफ द ल्याम्ब त्यो फिल्म कुन जमानाको हो अन्त कुन साइलेन्स अफ द ल्याम्ब यो फिल्महरु मन पर्यो भने हाम्रो हामीलाई चाहिँ के अरे त्यतिखेर तिनीहरूले त्यो फिल्म बनाउनेहरु चाहिँ मैले भन्छु नि त एउटा फिल्म बनाउने मान्छेले जस्तो खा त्यस्तै खान्छ हो क्या हुन्छ मतलब त्यो बानी बसाउनु मात्रै साह्रो क्या पहिला अब अहिले नेपाली फिल्ममा पनि त्यसरी नै चेन्जेस आएको छैन पहिला भन्दा अहिले हरेक फिल्म अब हुन्छ नि अर्को धारमा आउँछ होला नेपालीहरू मान्छेहरू त्यो यसरी नै उयो गर्दै जाने हो क्या त्यो धार बदलिँदै गयो क्या हेर्ने हो जस्तो त्यो अब साइलेन्स अफ द ल्याम्प भन्ने फिल्म कति 80s को हो कि 90s को 96 हो यो फिल्म हो यो फिल्म अनि साह्रै मन पर्थ्यो नि त अहिले आएर मन पर्यो मन पर्छ ओरिजिनल हो वान अफ द बेस्ट हो नि त त्यो यो फिल्म मन पर्न कारण चाहिँ सङ्घर्ष मनको पर्न कारण चाहिँ त्यो मेकर्सको रहेछ क्या उहाँ हामी हिरो हेर्छ क्या तर यहाँ चाहिँ अब प्राय मान्छेहरूले स्टोरी भन्दा नि डाइरेक्टर हेर्छ क्या स्टोरी राइटर र डाइरेक्टर हुन्छ नि स्टोरी लाइन हो यो यिनीहरूले गर्दाखेरि चाहिँ यिनीहरू चाहिँ साह्रै यो गर्छ रोल खेल्छ तर हामीलाई चाहिँ त्यो स्टोरी हेर्न पाएन भयो हामी यहाँबाट हाइकिङ गर्छ अब यहाँ पार्किङ लड छ खाना अब हामी यहाँ चाहिँ यो पहाड भएको जङ्गल बाटोमा आउँछौँ हाइकिङ गर्दै गफ गर्ने हो कि एक ठाउँ बसेर गफ गर्ने हो हाइकिङ गर्नुपर्छ अब के गर्ने सबैभन्दा खतरा चर्चामा आएको फिल्म के अरे सोले हो सोले हो मैले फुल फिल्म कहिले हेरेको किन नहेरेको त्यो 2 रुपियाँ तिरेर कति अध्ययन भयो कि आयो ओके 2 रुपियाँ तिरेर हेर्नुपर्छ नि होइन त्यो टाइममा 2 रुपियाँ तिरेर गयो हाम्रो भक्त दाइ भक्त सुनार उसकोमा गएर हेरेको त्यो फिल्म अझै बाँकी रहेछ क्या तर घर आएर खाना खाएर गएन क्या त्यो सक्यो भनेर यता चाहिँ हाफ टाइम भएको थाहा सक्यो भनेर नआएको तर आधी मात्रै हेरेछ त्यो फिल्म त 6 घन्टाको रह नि त पछाडि बुझ्दा त तर अहिले खै 3.5 घन्टा 4 घन्टासम्म देखाउँछ होला ओरिजिनल चाहिँ 6 घन्टा थियो होला त्यो 6 आवरको मुभी रहेछ एकदम त्यो 6 आवरको मुभी कस्तो छ होला होइन त्यतिखेर तिनीहरूले त्यो के अरे आधी गर्दा नि हुन्थ्यो होला नि अहिलेको टाइम हुनु भने पार्ट 1 र पार्ट 2 भन्नु हुन्थ्यो तर 6 घन्टा रहेछ आधी हेऱ्यो अनि घरमा आएर खानासाना खायो जानुपर्छ चाहिँ हेर्नु त्यो थाहै भएन नि अनि त फिल्म चाहिँ मैले त्यो क्यासेट हुन्छ नि त्यो टेपमा लगाएर सुन्ने क्यासेट क्या
गीत त्यो सुनेर सकेको मैले त्यसो भन्दाखेरि यो पनि साह्रो नस्टाल्जिक कुरा छ हो त्यो क्यासेटमा सुनेर सकेको क्यासेटमा मुभी सुनेको यार हामीले एक टाइममा मुभी सुन्दाखेरि त्यो हेरेर जस्तो फिल हुन्छ क्या मैले कुन चाहिँ सुनेको भने नि क्यासेटमा राजा हिन्दुस्तानी चाहिँ मैले नयाँ के अरे यो मोड ल्याएको है अनि कुछ कुछ होता है भन्ने फिल्म मैले यो अलिकति डिफ्रेन्ट उसमा आएको क्या कस्तो हुन्थ्यो भने पहिला फिल्म हेर्दाखेरि त्यो ग्यादरिङमा हेर्नु नि त अब त्यो खासा क्रोस गरेर होइन त्यतै कोही बेला खुसै पारिदिने कसले त्यो माहौलै बिगारिदिने कुनै गरेर सिक्रेट खानु जाने माहौलै बिगारिदिने यता हल्ला गरिदिने त्यो माहौलै बिगारिदिने डिस्टर्ब क्या हल्ला खल्ला हुन्छ नि अब के तर अहिले आएर चाहिँ भनेर हेरेर फिल्म हेरेर साइलेन्समा हेरेर हो क्या ठ्याक्कै बसेर हुन्छ नि बुढी एक्लै होस् थिएटर अरू कोही चाहेन किनभने हामीले त्यो फिल्म हेरेर चाहिँ आफूले त्यो फिल्ममा टाइम दिनुको मतलब चाहिँ के हो त त्यत्रो लाइफमा 2 घन्टा अथवा नभएको पनि 1.5 घन्टा त्यो पैसा तिरेर आफूले कमाएको पैसा चाहिँ तिरेर लाइफको 2 आवर्स चाहिँ त्यहाँनिर गएर त्यो के अरे गर्नलाई भनेको त्यसलाई मजा लिने हो नि त होइन आनन्दले त्यो हो नि त पहिला त के अरे उसको लागि हेर्नु थियो त फन यताउता होइन त्यो टाइममा पनि राम्रो सन्चसँग हेर्न पाउँदैन क्या खुद्दार फिल्म चाहिँ किन मलाई भनेको भने नि त्यो खुद्दार फिल्म हेर्दाखेरि जतिखेर यो गर्ने सुपरहिट मुभी खुद्दार भन्ने क्या उफ्रिने क्या केटा अगाडि गएर मैले त झन् हारेछ केटालाई नि अब आफूलाई त्यो ध्यान छ एउटा मुभीमा मैले त्यो मुभी अब त्यो मात्रै याद आउँछ क्या सुपरहिट मुभी खुद्दार मात्रै याद आउँछ क्या अहिले अब हुन्छ नि त्यो मुभीको यो नै के छैन अब मुभीमा कहानी कहाँ छ मुभी हेर्नु भनेको नि कस्तो भन्दाखेरि एउटा मेरो लागि चाहिँ कुनै किताब पढे जस्तो भयो क्या यदि किताब पढ्ने मान्छेलाई रिलेट गर्ने भने होइन अब आफूलाई चाहिँ त्यो हुन्छ नि त्यो कति अब कस्तो अब त्यो कस्तो बनाएको छ होला जिज्ञासा हुन्छ नि अब कतिपय मुभीहरू कति वेट गरेर हेरिन्छ समय लाएर आफूले त्यो समय चाहिँ पुरै त्यो मुभीलाई भनेर साँचेको हुन्छ नि त त्यसरी हेरिन्छ नि त मन परेन भने जाँदा भयो मन नपर्ने जस्तो हुन्छ नि अब त्यो टाइममा त्यस्तो थिएन नि त अब अहिले त बुझ्नुपर्छ नि त अहिले पनि हेर्दाखेरि अब अनि त्यस्तो थियो अब यहाँ अमेरिका आएर पनि मैले अब फिल्म त धेरै ठिकै एभरेजमा हेरेँ होइन नेपाली फिल्म 2टा हेरेँ कुन पूर्णबहादुरको सारङ्गी अनि अब भर्खर हेरेको उनको स्विटर होइन तर 2टै मुभी मलाई चित्त दुख्यो क्या खल्लो लाग्यो किनभने मान्छेले राम्रोसँग हेरेर दिएन क्या त्यो उनको स्विटर पूर्णबहादुर सारङ्गी चाहिँ अब त्यो हाइपले नै गएको थियो त्यो राम्रै थियो क्या फिल्म पनि एक प्रकार त्यो फिल्म अर्को नयाँ नेपाली त्यो नेपाली फिल्मलाई अहिले धेरै प्रायोरिटी दिनुपर्छ क्या नेपाली फिल्ममा चेन्जेस आएको छ नयाँ स्टोरी नयाँ तरिकाको अनि त्यो मैले भने हल्ला गरेर हेर्ने फिल्म पनि हुन्छ हुँदैन भने हुन्छ साइलेन्समा हेर्ने फिल्म पनि हुन्छ क्या पहिला हामीले हल्लामा हेरेर त्यो फिल्मको स्टोरी लाइन थाहा छ कसैलाई जस्ट त्यो हिरोहरूको मात्रै कुन एक्सन हिरो कुन त्यो लभ स्टोरी खेल्ने होइन हामी त फाइट गरेर हेर्ने फाइट गरेर यस्तो एक झपडाना एउटा फाइट हुन्थ्यो यस्तो हो नि त तर पछाडि आउँदा फिल्मको धार पनि बद्ल्यो आफ्नो माइन्डसेट पनि बद्ल्यो एजले हो नि त त्यो होइन अनि कसरी फिल्म हेर्नु पर्ने छ भन्ने कुरा नि बद्लिँदै गयो नि त अनि हो यो क्या अनि हो यस्तो त्यसरी बद्लिँदै आउँदाखेरि फिल्म हेर्दाखेरि साइलेन्समा मजाले फोकस गरेर हेऱ्यो भने अनि यो फिल्म चाहिँ ठिक रहेछ यो फिल्म चाहिँ राम्रो छ भन्ने कुरा होइन रङ त हुँदैन कसले जसले पनि फिल्म राम्रो बनाएको हुन्छ तर मन पर्नु नपर्नु क्या मैले खाने कुरा अरूलाई मन पर्दैन नि त मन पर्नै पर्छ भने छैन नि त छैन नेपाली फिल्ममा भन्यो भने मलाई झलासे आउने भनेको फिल्म होइन देउता होइन अनि पछिल्लो यताको
सर्दै आउँदाखेरि कबड्डी लुट अब यो उनको स्वेटर पूर्णबहादुर सारङ्गी अनि सागुरो यस्तो यस्तो खालको फिल्महरू अलिक मलाई ठिक लाग्छ क्या चलचित्र उनको स्वेटरको चाहिँ मलाई किन एकदम मलाई यो चाहिँ मलाई गिन गरेको किन गरेको हुन्छ होला होइन यो कति वेट गरेको त मैले 1 वर्ष उकालो लाग्यो होला त्यो फिल्मलाई वेट गरेको क्या मैले त्यो गीत कसरी नेरेसन गरेछ भने म त गीत म भन्छु त्यसको बारेमा हल्का ब्रेकडाउन गर्छु ल गीत कसो भन्दाखेरि गीतको लिरिक्स भन्नु पर्दाखेरि के भन्छ गीतको लिरिक्स गीतमा के लिरिक्समा के छ भन्दा शब्दमा चाहिँ जुन हेर्नु माथि माथि जुन हेर्नु तिमी 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 है माथि माथि सागरको होइन सगरनको आकाश हो नि त अनि म हेर्छु मेरो जुन क्या तिम्रो नजरको अनि मैले त्यो फिल्ममा नि त्यो गीतहरूको त्यस्तो लिरिक्सहरू युज गरेछ नि त्यो फिल्ममा त्यो राइट त्यो फिल्मको कथालाई नै रिलेट गरेर लेखेको छ क्या अनि जुन हेर्नु माथि माथि त्यही सिन छ त्यहाँ जुन हेरेको सिन पनि छ होइन रिलेट गरेको अनि त्यही फिल्ममा युज गरेको अरू शब्दहरू जस्तै कि फिल्ममा चाहिँ त्यो गीत चाहिँ कसरी नेरेट गरेछ भने मलाई चाहिँ एकदम यो लाग्छ तर राम्रोसँग नेरेसन गरेर मलाई नेरेसन गरेको छ क्या त्यो फिल्ममा तर हुन्छ नि मजाले फोकसको साथमा हेर्नु पाएन क्या र त्यो मैले भनेको चाहिँ त्यो गीतले चाहिँ कम्प्लिट फिल्मको थिमलाई बोकेको छ फिल्मको थिम छ नि थिमै त्यो गीतमा छ क्या अनि त्यो चाहिँ मैले धेरै जस्तो मुभीहरू हेरेँ अहिलेसम्म मैले होइन म्युजिकल मुभीहरू बलिउड नेपाली तर एउटा गीतले इन्टायर फिल्मको थिमलाई त्यसरी बोकेको र शब्दमा पनि त्यसरी फिल्मको स्टोरीलाई नै घुसाएको चाहिँ मैले नेभर हेर त्यो फिल्मले मजाले गरेछ है त्यो चाहिँ म अनि अर्को त्यसपछि के जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको होइन चिना रेखा केही देखाउँदैन अरे क्या अनि म भाग्य फेर्नु अरे सेकेन्ड भर्समा चाहिँ के अरे फुलहरू मुस्काउँछौ तिमीले देख्छौ के त्यो होइन त्यस पछाडिको छ कि त्यो एउटा हो नि त त्यसलाई यो साथ दिएको नि त होइन त्यसलाई अनि तिमी बिना तिमी हुनु तिमी बिना तिमी हुनु भन्ने शब्द कस्तो मतलब केटी त्यसले कस्तो दामी देखाएको छ तिमी बिना तिमी हुनु नछोएर हरदम छुनु भनेको चाहिँ एउटा लङ डिस्टेन्सको हो नि त त्यो रिलेसन सायद यो लिरिक्स लेख्ने मान्छेको नाम हर्क साउद होला कि हर्क साउद हो त उसले जति पनि त्यो आर्मान्डोको त्यो च्यानलको गीतहरू छ नि धेरै जस्तो उसले लेखेको मैले देखेको छु अनि हो त्यो के अरे अनर्को गर्छन् के अरे रोजाइरहनु नपर्सेर हुन्छ नि हो यो शब्द हो यो मन पर्थ्यो क्या अनि फिल्ममा चाहिँ जस्टिफाई गरेको छ त्यसलाई तर त्यो गीतलाई चाहिँ सही ठाउँमा लगाएर हो मैले चाहिँ किन त्यसो भनेको भने बेस्ट मुभी भन्दा यो पनि भएन एउटा हो किन अब मुभी किन हेर्ने रिफ्रेसमेन्टको लागि एउटा अरूले तर कतिले चाहिँ अब रिफ्रेसमेन्ट मात्रै नभएर त्यसले एउटा मुभी पनि एउटा मेडिसिन हो कि मोटिभेट गर्छ कतिपय मोटिभेसनल खालको स्टोरी हुन्छ हुँदैन कतिपय अब रिफ्रेस लागि एजुकेसनल पनि हुन्छ मोटिभेट पनि गर्छ रिफ्रेसको लागि मात्रै मुभी हेरिन्छ र रिफ्रेस पनि हो सबै खालको छ हरेकको लागि जान्छ त अब हल्ला भनेको पार्टीमा गर्ने हो डान्स बारमा गर्ने हो होइन आफू नै जाँदा त्यो चाहिँ अहिले हामी विश्राम गरिरहेको छौँ यहाँ चौतारी जस्तो ठाउँ छ हेलो Oh, nice. But I think we could not. Might be 1 hour more. 1 hour more. From you upstairs? Half hour. Half hour? Yeah. Yeah, half hour. Okay, thank you.